Closed doors, I'm a fool for your love. अहिले चाहिँ म पाटनबाट फ्लाइओभर कटेर म इमाडोमा छिरिसकेको छु। अब यहाँ हामी स्ट्रेट जान्छौँ है। यहाँ इमाडोको सानो पुल आउँछ यो खोलावाला, यसलाई पनि हामी कट्छौँ र कटेर हामी यहाँ बसहरू राखिरहेको छ हैन। हामी यहाँ अब यहाँ तपाईको उ आउँछ के अरे चिबा मिन्स यो स्तूपा आउँछ इमाडोको। यो स्तूपा हजुरले हेर्न सक्नुहुन्छ लेफ्ट साइडमा। हामी यहाँबाट स्ट्रेट जान्छौँ। अब यहाँबाट भित्र जाने बाटो आउँछ, त्यहाँ हामी जाँदैन, हामी स्ट्रेट जान्छौँ। हामी स्ट्रेट नै जाने हो, दायाँ बायाँ के छैन। फ्यासन पोइन्ट गयो, त्यसै गरी तपाईँको अब यहाँ स्टार ब्याङ्क्वेट आउँछ, सरी इमाडोल ब्याङ्क्वेट आउँछ, त्यसपछि तपाईँको स्टार ब्याङ्क्वेट आउँछ हैन। सबै हामी गर्छौँ। त्यो बर्गर हाउस गयो हैन, इमाडोल ब्याङ्क्वेट गयो, त्यसै गरी दन्तकान्ति गयो है। हामी स्ट्रेट जान्छौँ हामी यसमा, दायाँ बायाँ यताउता केही छैन, अब स्ट्रेट हो, सिधै बाटो स्ट्रेट हो। त्यसपछि तपाईँको अगाडि स्टार ब्याङ्क्वेट आयो है। यहाँबाट हामी कृष्ण मन्दिर, यहाँ कृष्ण मन्दिर छ। अब यहाँ जाम भएर मैले बाइक एकछिन यहीँ रोकेको छु। त्यसपछि तपाईँलाई म अगाडिको बाटो देखाउँछु। यहाँबाट हामी स्ट्रेट जान्छौँ। हामी टिकाथल जान्न, कृष्ण मन्दिर यो भएर हामी टिकाथल जान्न कि हामी लुबु जान्छौँ। अहिले चाहिँ म प्रहरबिटमा छु, जहाँ जेन्जी आन्दोलनमा आगो लागेको थियो। हो हामी यहाँबाट अब राइट गरेर ओचो हाइट जान्छौँ है। ओचो हाइट जाने बाटोमा जान्छौँ, ओह्रालोमा जान्छौँ। अब यहाँबाट पनि स्ट्रेट जानुहोस्, स्ट्रेट जानुहोस् हैन। तपाईँको हेर्नु सक्नुहुन्छ, अलि अगाडि गयो बित्तिकै त्यहाँ राइट साइडमा दराजको यहाँ छ है। यही हो दराजको स्टेसन। अब अर्को साइडबाट हामी अहिले छौँ सानो गाउँको भाटबटिनी। भाटबटिनीबाट हामी स्ट्रेट जान्छौँ, स्ट्रेट है। अब भाटबटिनीमा धेरै कुरा ठाउँै छैन यहाँ के खासै भन्नलाई तपाईँलाई। तपाईँ स्ट्रेट जानुहोस्, स्ट्रेट जानुहोस्, स्ट्रेट जानुहोस् है। यो तपाईँ बाटोहरू तपाईँले चिनिराख्नु भयो होला। तपाईँ यति सानो गाउँ भाटबटिनी इमाडो आउँदै हुनुहुन्छ भने। अब यहाँ जिमहरू छ, बडी क्राफ्ट छ हैन। तपाईँको अब शीतल हाइट जाने बाटोहरू छ, रेस्टुरेन्टहरू छ, बुद्ध पार्टी प्यालेसहरू छ, सबै कट्ने। सबै हामी कटेर शीतल हाइट जाने बाटो पनि आयो। यहाँ पनि नछिर्ने, स्ट्रेट जाने। त्यसपछि तपाईँको अब अलि अगाडि गएपछि तपाईँको पेट्रोल पम्प पनि आउँछ हैन। पेट्रोल पनि कट्ने, मस्जिद पनि कट्ने, अनि अगाडिको अब टेम्पो पार्क आउँछ। सो हामी अब टेम्पो पार्क पुग्न लाग्छौँ। ओके, पेट्रोल पम्प बल्ल कट्यो। तपाईँको यहाँ हो टेम्पो पार्क। यहाँबाट हामी लेफ्ट छिर्छौँ है, यहाँबाट लेफ्ट छिर्छौँ। अब यो त अघि नैकै बाटो हो, त्यही स्ट्रेट जाने। स्ट्रेट गइसकेपछि केही अगाडि गइसकेपछि तपाईँले राइट साइडमा दराजको स्टेसन देख्न सक्नुहुन्छ। यहाँ तपाईँले डेलिभरी एड्रेस राख्नुभयो भने तपाईँलाई डेलिभरी चार्जमा त धेरै नै छुट हुन्छ है।